काभ्रेको एउटा गाउँ जहाँ साँझ परेपछि कसैले पनि जङ्गलतिर हेर्दैनथे। त्यो गाउँमा रोहन नामको एक युवक बस्थ्यो। ऊ काठमाडौँबाट आफ्नो हजुरआमालाई भेट्न काभ्रे आएको थियो। गाउँ शान्त थियो, तर रात पर्नासाथ अनौठो आवाजहरू सुनिन्थे। कुकुर रोएको, रुख हल्लिएको अनि टाढाबाट कसैले फर्केर नहेर भनेर फुसफुसाएको। एक रात रोहनले हजुरआमासँग सोध्यो, हजुरआमा, यहाँ सबैजना किन यति चाँडै ढोका बन्द गर्छन्? हजुरआमाको अनुहार फिक्का भयो। यहाँको जङ्गलमा सेतो बुढी घुम्छे, जसले राति एक्लै हिँड्ने मान्छेलाई बोलाउँछे। रोहन हाँस्यो। उसलाई यस्ता कुरा विश्वास लागेन। त्यही रात उसको साथी विकासले फोन गरेर भन्यो, पुरानो पानीकट्टामा जाउँ न, ठेकठकका लागि भिडियो खिचौँ। दुवैजना टर्च लिएर रातको 11 बजे जङ्गलतिर लागे। बाटो सुनसान थियो, चिसो हावा चलिरहेको थियो। अचानक विकास रोकियो। तैले सुनेको? उसले डराउँदै भन्यो। टाढाबाट एउटी बुढीको आवाज आयो, ए छोरा, मलाई घर पुर्याइदेऊ। टर्चको उज्यालोमा उनीहरूले सेतो कपडा लगाएकी बुढी देखे। उसको खुट्टा उल्टो थियो। रोहनको शरीर सिरिन्नु भयो। हजुरआमाको कुरा उसलाई याद आयो। बुढी बिस्तारै उनीहरूतिर आउन थाली, तर उसको हिँडाइ मान्छे जस्तो थिएन, जमिनमाथि तैरिरहेको जस्तो। अचानक विकास करायो, रोहन। उसको अनुहार हेर। बुढीको आँखा थिएन, कालो खाली खाल्डो मात्र थियो। टर्च आफै निभ्यो। अन्धकारमा केवल एउटै आवाज सुनियो, फर्केर नहेर। रोहन डरले भाग्न थाल्यो। ऊ गाउँ पुग्दा बिहान भइसकेको थियो, तर विकास कहिल्यै फर्किएन। आज पनि काभ्रेको त्यो जङ्गलमा राति गएर कसैले मलाई घर पुर्याइदेऊ भन्ने आवाज सुन्यो भने भन्छन् त्यो सेतो बुढी अझै नयाँ शिकार खोजिरहेकी छे।